नमस्कार, म छवि परियार दारामु गाउँपालिका 1 सल्यान। यतिखेर चाहिँ हामी अपराम रेकर्डिङ स्टुडियो कोलालामपुरमा छौँ। आज अत्यन्तै मिठो गीतहरू रेकर्डिङ गरेका छौँ, जसमा 3वटा गीत रेकर्डिङ गरेका छौँ। कम्पोज मेरो रहेको छ, आवाज मेरो 2वटामा र हाम्रो विजय सरको एउटा गीतमा रहेको छ। यतिखेर चाहिँ एकदमै राम्रो स्टुडियो हो। मैले विगत फर्स्ट गीत यहीँदेखि रेकर्डिङ गरेर आएको थिएँ, अपराम रेकर्डिङ स्टुडियो कोलालामपुर। हाम्रो स्टुडियो म्यानेजर सर हुनुहुन्छ र यतिखेर गीत रेकर्डिङ गरेका छौँ। केही समयपछि तपाईँहरूमा बजारमा आउँदैछ र हामी तीनवटा गीतको एक टोक्का सुनाउँदैछौँ। गीत सुन्नुहोला। बज्र भैरव जागा छन् कोटमा, बज्र भैरव जागा छन् कोटमा, गोरखालीको वीरताको ओठमा, गोर्खा बजार कान्छ छाजार बारा, मिल्छ भने जोडौला घरबारा, गोर्खा बजार कान्छ छाजार बारा, मिल्छ भने जोडौला घरबारा, ए मिल्छ भने जोडौला घरबारा। यो गीतमा कम्पोज र आवाज मेरो हो अनि हाम्रो गोर्खाको सर हुनुहुन्छ विजय उपाध्याय सरको अत्यन्तै मिठो शब्द सिर्जनामा गीत रेकर्डिङ भएको छ। हामी हार जो दिलीप हमाल हुनुहुन्छ, यतिको जापानमा हुनुहुन्छ, उहाँको शब्दमा र मेरो सङ्गीत र मेरो आवाजमा रहेको गीत हार तपाईँहरूमा सुनाउँदैछ। नम्बर 2 हार गीत अत्यन्तै मिठो परदेशीहरूको लागि समेटेर बनाएको एउटा गीत हो जुन तपाईँमा आउँदैछ। बन्दै मनमा सपनाको सारा देश छोड्नु त्यो मेरो पहिलो हार, हारै हारमा छु, हो हारै हारमा छु, यो जिन्दगी जिउने कि बिस पिउने धारैमा छु, धारैमा छु। सपनाको संसार देशै छोड्नु त्यो मेरो पहिलो हार, हारै हारमा छु, हो हारै हारमा छु, यो जिन्दगी जिउने कि बिस पिउने धारैमा छु, यो जिन्दगी जिउने कि बिस पिउने धारैमा छु, धारैमा छु। यतिखेर हाम्रो विजय सरको अत्यन्तै मिठो गीत रेकर्डिङ गर्नु भएको छ, जसमा शब्द सङ्गीत मैले कम्पोज गरेको छु र सरको आवाजमा हान मलाई गोलीले तपाईँहरूमा। चुना मुना गरौँ कि मन्तरले, बाँध्यौ मलाई मायाको जन्तरले, टुना मुना गरौँ कि मन्तरले, बाँध्यौ मलाई मायाको जन्तरले, हान मलाई गोलीले, हान मलाई गोलीले, हान मलाई गोलीले, तिम्रो मिठो बोलीले, तिम्रो मिठो बोलीले, तिम्रो मिठो बोलीले। र केही
समयपछि तपाईँहरूमा यो तीनवटै गीत तत्कालै सार्वजनिक हुँदैछ। सबैजनाले माया गरिदिनु होला। हाम्रो विजय सर एक दुईवटा शब्द के भन्न चाहनुहुन्छ? नमस्ते, म विजय समर्पित पश्चिम रुकुम चौधारी नगरपालिका। हामी कोलालामपुर अब्राम रेकर्डिङ स्टुडियोमा हाम्रो 3वटा गीत रेकर्डिङ भएको छ। जसमा 2वटा हाम्रो छवि सरको छ भने एउटा मेरो सुर रहेको छ। त्यो छिट्टै बजारमा आउनेछ। हजुरहरूले प्रतीक्षा गर्नुहोला र सुनेर माया गरिदिनु होला।